हामीसँग हुनुहुन्छ 4 विशेष अतिथि, धनबहादुरजी, मानबहादुरजी, फुलकुमारीजी र दुधकुमारीजी। सञ्चालकज्यू, तपाईलाई पढ्न आउँदैन कि क्या हो? मजाले पढ्नुस्। दुधकुमारी होइन दिलकुमारी लेखेको छ त्यहाँ। ए हो रहेछ, सरी है दिलकुमारीजी, दुधकुमारी पो भनेछु मैले। भन्नुहोस् मानबहादुरजी, मायामा कसले धोका दिन्छ, केटाले कि केटीले? हेर्नुहोस् सञ्चालकज्यू, साँच्चै भन्नुपर्दा धोका दुवैले बराबर दिन्छन्, तर केटाले त्यो कुराको रिग्रेट गर्छ र केटीले घमण्ड। बस यति फरक छ। अरे वाह मानबहादुरजी, गजबको कुरा गर्नुभयो त। धेरै नै एक्सपिरियन्स हुनुहुन्छ कि क्या हो? हुन्छ एक्सपिरियन्स। गुगलको कोर्स पढ्दै सुनाइरहेछ तपाईलाई। एक्सपिरियन्स गर्नलाई त जीएफ हुनु पर्यो नि। हेर फ्याउरी, तिमी धेरै नबोल कि। मैले चाहे भने नि तिमी जस्तो 10 जनालाई 1 सेकेन्डमै पठाइदिन सक्छु। उफ, गनायो। गनायो भने जाउ न त, हगेर आऊ। किन पात्दै बसिरहेछौ यहाँ?